सिंह जस्तो युवा प्रधानमन्त्री बालेन्द्र शाह र बाघ जस्तो युवा गृहमन्त्री सुदन गुरुङ जस्तै प्रतिपक्ष सिंह जस्तै श्रम संस्कृतिका पार्टी अध्यक्ष हर्क साम्पाङज्यू, तपाईहरू जस्तो व्यक्ति पनि अहिले सत्तामा आएर पनि चाहिँ फेरि यी पूर्व दलाल सरकारहरू, पूर्व आतङ्ककारीहरू, पूर्व हत्याराहरू, पूर्व बलात्कारीहरू, पूर्व देशद्रोहीहरू, पूर्व शोषकहरू, पूर्व सामन्तीहरूलाई चाहिँ समाएर जेल हाल्न सकिएन भने र यिनीहरूको 3 पुस्ते छानबिन गरेर चाहिँ सम्पत्ति छानबिन गरेर सम्पत्ति शुद्धिकरण गरेर चाहिँ यिनीहरूको चाहिँ एउटा तत्काल हामीले देश राज्यले चाहिँ जेल हालेर चाहिँ सडाउन सकेन भने चाहिँ फेरि केही अर्थ रहँदैन। फेरि पनि कुनै पनि सत्तामा आउनु, कुनै दल नयाँ दल आउनुको कुनै अर्थ रहँदैन। समात्ने, थुन्ने, राख्ने, निकाल्ने भने त त्यो त पहिलाकै प्रथा चलिरहेको छ। त्यस कारणले गर्दाखेरि तत्काल कारबाही गर्नुभन्दा पहिला जेल पनि जेल यिनीहरूलाई थुन्ने जेल मैले जहिले भनिराखेको छु। कोशी टापुमा छ, त्यहाँ चाहिँ हजारौँ बिघा त्यहाँ चाहिँ उद्योग कल कारखानादेखि लिएर चाहिँ त्यहाँ पुरा औद्योगिक क्षेत्र खोलेर चाहिँ सब जेलहरू चाहिँ त्यहाँ जसले कस्तो कारबाही गरेको छ त्यो अनुसारको चाहिँ सजाय भोग्नुलाई चाहिँ त्यहाँ जेल, कृषि, कल कारखाना उद्योग सब जेलहरूलाई चाहिँ एउटा विश्वमा कहीँ नभएको एउटा नमुना जेल खोलेर चाहिँ कोचिहाल्नु पर्यो। त्यो नीति म दिउँला बरु। छोड्ने कुरा हुँदैन। यस्ताहरूले छोड्यो भने त किन, यो त अर्थै रहेन नि त। जनताले त्यो 76जना बच्चा मरेको त्यसको जेन्जीहरूको रगतको त्यो कुनै भ्यालु नै रहँदैन। सरकारज्यूले मैले अनुरोध गर्दैछु र यिनीहरूलाई जसरी पनि कारबाही गर्नुपर्छ। जेन्जीको रगत र त्यस्तै 17,000 जनताको रगत, त्यस्तै 2007 सालदेखि काङ्ग्रेसले चाहिँ लुट्दै गरेको कालो काङ्ग्रेस भनेर चाहिँ ट्यागै लागेको काङ्ग्रेस होइन र कम्युनिस्टहरू चाहिँ हत्या र हिंसा बलात्कारी र दुनियाँ तानासाका कुराहरू ट्यागै लागेका मान्छेहरू होइन। तर कम्युनिस्ट त्यस्तो थिएन, विदेशी कम्युनिस्टहरू त्यस्तो थिएन, मार्क्स त्यस्तो थिएन, लेनिन त्यस्तो थिएन, हिटलर त्यस्तो थिएन। उनीहरू आफू मरेर आफ्नो देश राष्ट्र बचाउनेहरू। तर यिनीहरू तिनीहरूको नाम बेचेर चाहिँ दलाल खानेहरू चाहिँ यिनीहरूलाई चाहिँ तत्काल जेल छोड्यो भने कुनै अर्थ रहँदैन। फेरि त्यो जनताले फेरि जुम्रा यिनीहरूलाई कसरी छोड्यो त्यस्तै हुन्छ है साथी हो। मैले राम्रोसँगले भनेको छु हजुरहरूलाई। जानकारी है।